आज तपाईहरुलाई एउटा कुरो बताउनु गइरहेको छु। जब यसरी कपडा थुप्रेर एक रास मैले धुनु पर्छ, त्यो दिन चाहिँ मलाई यस्तो अल्छी लाग्छ कि म केही नगरिकिन बहाना बनाएर बसिराख्छु। तर आज चाहिँ मैले नसोचेको भन्दा पनि एकदम भिन्दै भयो। अब नानी चाहिँ मलाई एक्कासी रुँदै रुँदै आयो र चिप्स किनिदिनु भन्न थाल्यो। ल न त लु भनेर म पनि यसो निक्लेको, तर साइकलमा पमै रहेन रहेछ। अल्छी भगाउनेको बेस्ट उपाय त्यही भएर साइकलमा पम लगाउन थाल्यो। र अनि बाटोमा सरर बाउ छोरा साइकलमा गइम। अब तपाईहरुले चाहिँ मलाई दिउँसो ज्याकेट लगाएको देखेर एकदम छक्कै पर्नु भयो होला। तर आज जाडो चाहिँ यस्तो तगडा छ, त्यही कारणले चाहिँ मैले ज्याकेट लाएको। अनि यसरी आउँदा आउँदै बाबुलाई चाहिँ मैले साइकलमै राखिदिए र म चाहिँ गए दोकानतिर चिप्स लिनु। तर दोकानको अवस्था देखेर म छक्कै परे, किनकि नामको मात्रै बाहिरबाट दोकान थियो, तर ओरिजिनल दोकान चाहिँ घरभित्रै रहेछ। ल त ठिकै छ, नानीको लागि चिप्स लिएर म घरतिर आएँ। अब मनदेखिको म चाहिँ एकदम टेन्सनमा छु, किनकि एक भाडा कपडाले मेरो इन्तजार गरिरहेको छ र त्यो कपडा मलाई एकदम छिटो भन्दा छिटो धुएर सुकाउनु पनि पर्नेछ। अनि साथीभाइ मलाई चाहिँ सबै काम मन पर्छ कि, तर यो कपडा धुनु चाहिँ अलिक कोडी लागेर आउँछ। अनि म आज एउटा कुरो भन्न चाहन्छु, जतिजनाले पनि भिडियो हेर्नुहुन्छ प्लिज मलाई फलो र लाइक गर्नु चाहिँ नबिर्सिनु होला।